यस्ता कालोबजारी गर्ने व्यक्तिहरूले नै सरकारलाई पछिल्लो समय बदनाम गरिरहेका छन्। चाहे त्यो माओवादीको सरकार हुँदा होस्, चाहे एमालेको सरकार, चाहे काङ्ग्रेसको सरकार, अहिले रासोपाको सरकार, यस्ता कालोबजारी गरेर सरकारको बदनाम गर्नेहरू जुनसुकै पार्टीका हुन्, जुनसुकै वर्गका हुन्, जुनसुकै क्षेत्रका हुन्, ती व्यक्तिहरूलाई तुरुन्त कारबाही हुनुपर्छ। यसै गरी ग्यासको पनि चरम अभाव छ। अहिले दाङ जिल्लामा कालोबजारी भइरहेको छ भन्ने जुन आरोप छ, पुष्टि भने हुन सकेको छैन। र यो पछाडिपट्टिको बोरा साँच्चीकै यी बोराहरू कालोबजारी भएका हुन्। बङ्गलाचुली जाने मललाई यतातिर स्थानान्तरण गरिएको हो भने ती व्यक्तिहरूमाथि कारबाही हुनुपर्छ। प्रहरीले छानबिन गर्नेछ। 1000 को 1500मा र 2500 को 2900मा बेच्ने भनेर चाहिँ एउटा लिपिबद्ध तरिकाले चाहिँ पैसा उठाएको कागजमा पनि उहाँहरू लेख्नु भएको छ। पैसा उठाएको पनि छ। मैले त्यो उठाएको पैसा खिचाए पनि थिएँ र हिजो त्यहाँका एकजना अग्रज व्यक्तित्वसँग चौधरी समुदायको एउटा किसानसँग मैले चाहिँ भिडियोमा पनि उहाँलाई एउटा सोधेको थिएँ। उहाँले चाहिँ आफ्नो प्रतिक्रिया भिडियो मार्फत दिनुभएको छ। त्यो भिडियो पनि म हजुरलाई उपलब्ध गराउँला। जति बेला यो मल वितरण भइरहेको थियो, उहाँलाई पहिलो सूचना आइसकेपछि उहाँ चाहिँ गएर प्रहरीसँग समन्वय गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका दाङ जिल्लाका सचिव हुनुहुन्छ असीम भुषाल सर, नमस्कार। नमस्कार हजुर। यो घटनाको विषयमा हिजो कति बजेको हो, तपाईँलाई के जानकारी आएको थियो सर? यस्तो छ, म हिजो घोरै बजारमा साथीसँग गफ गर्दै गर्दाखेरि यही मलको विषयमा फेरि अनि बारम्बार स्थानीयका साथीहरूले मलाई फोन गर्नुभयो। यहाँ ट्र्याक्टर आउँदैछ राति 8:30 बजे, यसो किसानहरूसँग बुझ्ने बेला चाहिँ 1000 रुपियाँको मललाई 1500मा बेच्ने र 2500कोलाई चाहिँ 2900 3000सम्म बेच्ने भनेर चाहिँ लिस्ट आउट गरेको रहेछ। अनि अब राष्ट्रसभाको दाङ जिल्लाको सचिव हजुर हुनुहुन्छ। ल अब हाम्रो यहाँ अन्याय पर्यौँ। एक त सरकारले पर्याप्त मल पठायो कि पठाएन हामीलाई थाहा छैन, तर यहाँ चाहिँ इलिगल तरिकाले व्यापार भइरहेको छ। मल हामीले समयमा नपाउने र समयमा पाउँदै गर्दाखेरि पनि पैसा बढिहाल्ने यो प्रवृत्ति राम्रो भएन। यो कालोबजारी भयो। असीम सर आइदिनु पऱ्यो भनेपछि म चाहिँ पानीको झरीमा आउँदै गर्दाखेरि ट्र्याक्टरबाट चाहिँ मल तल झार्ने क्रम चलिरहेको थियो। लगभग 7-8 बोरा चाहिँ झारिसक्नु भएको थियो। म ठ्याक्कै गइसकेपछि मैले बुझ्दाखेरि कागजपत्र पनि छ कि नै भन्दाखेरि चाहिँ कागज छैन भन्नुभयो। र मैले अनि एसपी साहब सिडिओ कार्यालय र एसपी कार्यालयलाई जानकारी गराएँ र उहाँहरूले चाहिँ यो हाम्रो सरामा यो प्रमुखलाई सराको प्रमुखलाई चाहिँ त्यहाँ गएर बुझ्न आग्रह गरेपछि उहाँहरू गइसकेपछि मिलेर यो गाडीलाई चाहिँ अहिले यो मललाई चाहिँ यहाँ ल्याएर हिजो राति 10:30 बजे यहाँ ल्याएर राख्यो। अनि हामी चाहिँ घर गएका थियौँ र आज म अहिले राति पानी परेको थियो। यो फेरि किसानले त एकदम अत्यावश्यक मल हो, त्यही भएर यो पानीले भिजौला के गरेका छन् साथीहरूले भनेर चाहिँ यसो बुझ्न आएको थिएँ। तिरपाले ढाक्नु भएको रहेछ। यो मल चाहिँ अहिले यहीँ सुरक्षित छ। यो तपाईँले बुझेअनुसार त्यहाँ तपाईँ जाँदै गर्दाखेरि ड्राइभरसँग बुझ्नुभयो होला, त्यहाँ जसले मल किन्न आउनु भएको थियो उहाँहरूसँग बुझ्दाखेरि उहाँहरूले के भन्नुभयो? ड्राइभरसँग बुझ्ने बेला चाहिँ यो मल बङ्गलाचुलीबाट आएको भन्नुभयो। कहिले फेरि यो बङ्गलाचुली जाँदै गरेको हो, तर हामीले वहाँ लगिनौँ, हामीले डाइरेक्ट यता ल्याएको भन्नुभयो। ड्राइभर पनि आफै अकबकिनु भएको थियो। अनि कागजपत्र छ भन्दाखेरि चाहिँ छैन भन्नु। मलाई पनि धेरै कुरा थाहा भएन। अब मलाई चाहिँ कसैले पठायो, म त ड्राइभर मात्रै हो, म त चालक हो। चालकले अब यहाँ पुरा भनेपछि मैले यहाँ पुऱ्याएँ भन्नुभयो। र यो कृषि सामग्रीबाट आएको मल रहेछ। यो मल कसरी आयो, कहिले आयो, अब त्यो त फेरि सम्बन्धित निकायले अनुसन्धान गर्ला। मैले चाहिँ यो खबर पाइसकेपछि यो कालोबजारी हुन दिनुहुन्न भन्ने हिसाबले चाहिँ मैले पहल आफ्नो तरिकाले गरेको। अब यो चाहिँ त्यहीँ जाने मल हो भनेर पनि रिपोर्ट आउन सक्छ, त्यहीँ जाने मल हो। तर त्यहाँनिर के भइदियो भने 1000 रुपियाँ पर्ने मललाई 1500 होइन, 2500 पर्नेलाई 2900 भनिरहेछ। यो हिसाबले त त्यो कालोबजारी नै हो भन्ने चाहिँ अड्कल काट्न सकिन्छ। तपाईँले त्यहाँ स्थानीयहरूसँग बुझ्दाखेरि उहाँ स्थानीयहरूको चाहिँ गुनासो के थियो? स्थानीयहरूको गुनासो तपाईँले भने जस्तै छ। 1000 को 1500मा र 2500 को 2900मा बेच्ने भनेर चाहिँ एउटा लिपिबद्ध तरिकाले चाहिँ पैसा उठाएको कागजमा पनि उहाँहरू लेख्नु भएको छ। पैसा उठाएको पनि छ। मैले त्यो उठाएको पैसा खिचाए पनि थिएँ र हिजो त्यहाँका एकजना अग्रज व्यक्तित्वसँग चौधरी समुदायको एउटा किसानसँग मैले चाहिँ भिडियोमा पनि उहाँलाई एउटा सोधेको थिएँ। उहाँले चाहिँ आफ्नो प्रतिक्रिया भिडियो मार्फत दिनुभएको छ। त्यो भिडियो पनि म हजुरलाई उपलब्ध गराउँला। अब के भन्नुहुन्छ, यसरी अहिले चरम रूपमा ग्यासको पनि अभाव छ, त्यसै गरी यो मलको किसानले मल पाइरहेका छैनन् समयमा, यसरी कालोबजारी भइरह्यो भने किसानहरू मर्ममा त पर्छन् नै। अब तपाईँ राष्ट्रिय अहिले सरकारको जो चाहिँ 2 तिहाईको सरकारको तपाईँ जिल्लाको सचिव भएका नाताले यस्ता कार्यहरू रोक्नको लागि अथवा जनतालाई समयमै मल दिनको लागि के हुन्छ हजुरको भूमिका? यस्तो छ, अब हामी यो सरकार पक्ष भएको हिसाबले सरकारमा हामीले पहल
गरिरहेका छौँ। यद्यपि केन्द्र सरकार त हाम्रो छ, तर स्थानीय तह अथवा प्रदेश सरकार हामीसँग छैन। त्यसलाई सम्मेलन गर्न अलिकति गाह्रो भयो हो कि जस्तो त मलाई लाग्छ। बारम्बार मैले सरकारमा बुझ्दाखेरि सरकारले अथवा हाम्रो प्रतिनिधिहरूले मलको बारेमा वकालतमाथि गरिरहनु भएको छ, सहकार्य गरिरहनु भएको छ। हामीले पनि यहाँ युवा साथीहरूलाई परिचालन गरेर ऱ्याट समिति खडा गरेर उहाँहरूलाई गाउँ गाउँ टोल टोलमा जाऊ है साथीहरू, यो त्यहाँ कालोबजारी भइरहेको छ, त्यसलाई चाहिँ रोक्नुपर्छ भनेर हामीले निरन्तर संवाद गरिरहेका छौँ, पहल गरिरहेका छौँ। यद्यपि अब अन्तर्राष्ट्रिय अथवा राष्ट्रिय प्रभाव मलमा अथवा ग्यासमा परेको छ भन्ने कुरा चाहिँ सुन्नमा आएको छ। त्यो पनि हुनसक्छ, तर सरकारले सकेको काम गरेको छ। जनताप्रति सरकार उत्तरदायी छ। हामी पनि जनताप्रति तल काम गरिरहेका छौँ। यो ग्यासको समस्या छ, ग्यासमा पनि कालोबजारी भइरहेको छ भन्ने हामीलाई सूचना त आएको छ, तर आधिकारिक कुरा नआउँदै बोल्न त मिल्दैन। त्यसैले यो मलको बारेमा चाहिँ आधिकारिक सूचना आइसकेपछि भिडियो मार्फतै हामीले चाहिँ अब हजुरहरूलाई पनि जानकारी गरायौँ। प्रशासन कार्यालय अथवा सम्बन्धित निकायमा जानकारी गराएको छौँ। यसलाई चाहिँ रोक्नुपर्छ, जनताले मल पाउनुपर्छ समयमा, तर सरकारले अनुदानमा दिएको मल जतिमा उपलब्ध हुनुपर्ने हो त्यतिमा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। कालोबजारी हामी हुन दिँदैनौँ। हस्, धन्यवाद। धन्यवाद।